हेलो साथीहरु, आज चाहिँ हामी थाङ्रा काट्न गएछौँ। भोलिपल्ट करेला खानुपर्छ गाइस। बोकेर खुकुरी पनि बोकिरहेछ। कता कता पुग्छौँ हेर्न है। जाँदैछौँ। यता हाम्रो च्याङबा आउँदैछ। 나중에 우리한테 주세요. 오케이. 같이 먹을래요? 오케이. 이거 작은 거 뭐예요? 이거. 선물이 없으세요? यता चाहिँ पुरै फिनिल हाउस रहेछ। हाम्रो घरभन्दा अलि अगाडिपट्टि एउटा हिँड्दैछन् हातमा हतियार बोकेर। चाहिँ फिनिल हाउस थाङ्रा काट्न हिँडेको हामी। अब कसरी काट्ने हो थाङ्रा चाहिँ देखाइन अर्काको। हेर्नु फिनिल हाउस जङ्गलमा फुल। ल हेर्नुहोस् कोरियाको जङ्गल। यो त हेर्नुहोस् न गराउँछन् खै। बजु हेर बजुको पारा। कहाँ आइपुगिसक्यौँ छैन थाङ्रा साङ्रा। सुकेको यो ठुलो तल जानुपर्छ काट्न, त्यहाँ हुँदैन। यहाँ माथि अनि खोलामा पुगिसु त्यो पानी ओइ दिदी ऊ यहाँनिर रहेछ। किम्बु पाकेर चाहिँ किम्बु पाके खायो। किम्बु किम्बु त हुँदै दुइटा बनाइरहेछ त। हो त्यो कालो किम्बु हेर्नु त। किरा पो हो त्यो रातो नि टिप्दा हुन्छ खाना। तपाईँको हातको तलाइन छ। खै बसी खानु पाइन्छ किम्बुलाई। खानु बनाइरहेछ बिस्तारै। बाँदर रुखमा चढ्न लागेको हो। अहिले खुट्टाभरि बिच्छ नि थाहा हुन्छ नि। त्यहाँ त पानी होला। पानी छ। आउँछ नि म त आउन मरि पनि सक्दिनँ यहाँ त। यहीँ बसेर आउनु है भन्ने हो। कसरी निकाल्नु त्यहाँबाट? बिस्तारै खसेमा नि भन्नु हुँदैन। त्यसरी सोच्नु हुँदैन। जे सोच्छ त्यो हुन्छ। ठिक हो सानो काट्नु। अल्ल त्यहाँ पुगेर त्यहाँबाट त राम्रो देख्छ। यहाँ आएपछि त छैन। राम्रो चाहिँदैन। उयो एउटा काट्नु नि ठिक्कको। किम्बु त नकाट्नु है।
समाउने छैन ठ्याक्कै बाँदर हो म बाँदर हो नि यो हुन्छ हुन्छ सिँगै यत्रै लिएर जाने हो नि काट्नु काट्नु कुकु असार लागेछ हौ दिदी यहाँ पनि अब आयो 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 यही आउँछ आयो भाँचिँदो रहेछ नि दुईटा ल्याउँ काट्ने ठुलो त नकाट्नु है तल जानी नकाट्नु है दिदी सानो सानो भयो नि हुन्छ दिदी अब त यो ठुलो भयो नि आमा हुन्छ कराउँदा कराउँदैन होला है हामी जाने कहाँबाट होला आमा काट्नु काट्नु नभए झन् मजाले झ्याम्म त्यही मात्रै हुन्छ कहाँ पुग्छ पाजहरी पा होला ब्याकुता त्यही त हो नि दामी फाल्देको यसको हाँगा त धेरै फाल्नु हुँदैन होला है ए यति आएर नि फ्रेसै भयो लास्टै सुत्यो नि त आज है घरमा बस्दा पनि साह्रै झ्याउ लाग्छ हौ मलाई के भएको भाइ हुन्छ त्यति भए हुन्छ अस्ति त्यस्तो त गाडी हो तीनटैको गर्नु पर्यो जे कुरा नि अर्काले गरेको देख्दा सजिलो लाग्ने है आफूलाई गर्दा नसकिने पर्दैन होला है दिदी त्यो झ्याम्पल ल्याउनाले हामी चाहिँ आइपुग्यौँ हाम्रो करिसा बारीमा आलु यो चाहिँ हाम्रो करिसा बारी अझै चाहिँ यहाँ झ्याम्पल
झन् पार ले गाड्न लाग्नु भएको छ कहाँ कहाँ पो गाड्ने हँ? त्यस्तै गर्नु पर्दैन कहाँ गर्दा ठिक हुन्छ यसकिरे यसको न काँक्रालाई हुने गरेर यसलाई गर्नु पर्यो पहिला काँक्रा त यता त्यहीँ भयो भने सबैतिर आइहाल्छ नि झेलेर ठुलो त्यहाँ काटिदिउँ पर गर्नु आलु टमाटो हेर्न है त यस्तो छ हाम्रो चाहिँ बारी म चाहिँ हेर्ने दिदी चाहिँ गर्ने वेट जस्ट वेट ल हाम्रो करेछ बारी खानामा साथीहरू करेला खाने भयो नेपालको करेला सम्पर्क गर्नु होला कोरियामा हुनेहरूले ठेकफे गरिदिनुहुन्छ यहाँ दिदीले खोइ त हल्दिँदो रहेछ जता हेर किम्बो स्याउ यो सबै स्याउ हो यो कुकुरको खोर हो मकै काट्यो यो घर हो हामी बस्ने घर उयो खाने मकै काटेको मकै किन काटेको काट्यो ओइ त्यो सल्लाकै काट्यो बिचार त्यस्तो राम्रो मकै तपाईँलाई पाप लाग्छ मकैको पाप लाग्छ यो नेपालदेखि आइपुगेको करेला चुच्चे करेला हुन्छ होला पानी पर्दा बाँध्नुपर्छ यसलाई नि पर्दैन है रोजा एउटा काम गर्ने एउटा भिडियो बनाउने ढुङ्गा हालिदिउँ न दिदी साइडमा त्यसो गर्थ्यो होइन किल्ला ठोक्दा सरी के भयो भन गहिरो छैन चाहिँ त्यस्तो हुन्छ खै अलि के गरेको कान्छी पानी हालेको पानी राम्रोसँग हाल्नै पर्छ खानुपर्छ नि राम्रै हाल्ने पानी अलि धेरै हाल है ल्याउनु सक्नु परेन बोक्ने नि हात दुखिहाल्छ पानी हाम्रो अब चाहिँ हाम्रो काम सिद्धियो लगभग यस्तो भयो है बोकेर आएको थाङ्ग्रा यो चाहिँ विदेशी मैच्याङ हुन् आलु फुलेर यस्तो भएको छ सिमी बोडी करेलो के भन्छ अरे यो काँक्रा चिप्ले भेन्डी चिप्ले भेन्डी त कता भेन्डा टोमाटो साङ्छु सकिएछ यस्तो छ गाइज अब सक्यो भोलिपर्सि आउँछ त्यो सल्लाह सरर आउँछ पानी पर्ला जस्तो छ आज यस्तो हो आउँछ
के चाहिँ आइहाल्छ नि एक दिन अवश्य आउँछ नआए आउँदैन एक दिन त्यो दिन नभए आउँदैन त्यो बादलसँगै बाई बाई गाइज अब चाहिँ भनिसित्यो म घरमा जान लागेको ल यति नै हो आजको